पेट्रोल पम्पमा खाइहालौँ फाइनली दिलकुमारीमा हामी आयौँ दिलकुमारी लागेछ मलाई झ्याम्म झ्याम्म र रक्सी खाएर मलाई लागेछ झ्याम्म ल्याउनुहोस् त दाल हेलो नमस्ते सबैजनामा अहिले चाहिँ दिउँसोको 2 बजेको छ र हामी चाहिँ आज घान्जो गाउँ जाँदैछौँ। अस्ति भैलो खेलेको पैसाबाट भिडियोलाई अन्त्यसम्म हेरिदिनु होला, माया गरिदिनु होला है त। हामी चाहिँ आज चाहिँ 13 जना भएर चाहिँ अब माथि चढ्दैछौँ क्या अरे। अहिले 2-4 जना साथीहरू थपिन पनि सक्छ, ठिकै छ। हाम्रो चाहिँ जक्सन दामी छ, जक्सन केटाहरूले रिडिङ गर्नुपर्छ तास। मारा बसमा सल्लामी है हाम्रो भसुले पिज्जा राइडर। हेलो, व्हाट इज योर नेम? मेरो नाम चाहिँ आशिष गुरुङ हो। मायाले बस्नु भन्छन् के अरे।
राङ खोलाको फिर्के मिठो यहाँ फोटो सेसन चलिरहेको केटाहरूको हजुर भेजा अनि कस्तो भइरहेको त नि आज बब्बा ढिलो भयो हामी कतिखेर निस्केको अरे 11 बजे निस्केको अहिले हामी नयाँ पुल 4 बजे होइन 2:30 बजे हिँड्न सफल पोखराबाट अहिले चाहिँ होइन नयाँ पुलमा चाहिँ अब 4 बजे आइपुगेको अनि गएर के गर्ने प्लान छ त नि सर आज केही छैन तास मेन फोकस तासलाई छ आज ल ठिक छ ल ल लोके साइकललाई एकदम मिस गर्ने भयो सही हो सही त नि है यो घरबाट हिँडिसकेको ब्रदर है मान्छे नि अब अबडा आयो त्यही त ठिक छ वी आर रेडी गान्ड्रो भले एटेन्सन दियो बासु सके त्यसको है एमसी फ्लो जस्तै देखिया त तलाई एमसी फ्लो अहिले हामी नयाँ पुलमा आइपुगेको छौँ मौसम जाडो जाडो हुँदै गएको छ भेजा पुलमा जाने आज एक दिन खुल्दै गऱ्यो कि है
हेलो हामी घान्द्रुक आइपुगेको छौँ होइन त्यसै गरी होइन अब हाम्रो इन्जोय हुने पार्टी टाइम या फेरि बस्नु हिमालको चिसोले हाने त दाइ हाने फाइनली दिलकुमारीमा हामी आयौँ दिलकुमारी के भन्नु म थाकेको चाहिँ होइन है यो चाहिँ खुसीले त्यो पसिना खुसीले त्यो पसिना आएको ल ल ल सोल्टी है साइको घो वान मेन जाऊ फर्केर जाऊ नलाऊ प्रीति नलाऊ म त हाउ जब से बस देखा तुमको दिल कमरिया मोरे मोरे खाना लाग्यो हाम्रो केटाहरू हाम्रो आशिष भाइ यो फिरीको भाइ हाम्रो भस्मु भाइ रोटी भाइ गो भाइ मसी भाइ म हेल्पिङ ह्यान्ड गर्नु लाग्यो यो चाहिँ डेन्जर माहौल भयो यार यो केटा हजुर होइन एकछिन म भिडियोले गर्छु केटाहरू सब ल भाइ घिउको बारेमा भन नि त ल हजुरले घिउ धेरै हाल्यो पेटमा फेरि खाऊ बाबु ल एउटा भन्न त ल घिउको बारेमा भन्न त बाबु यार नहोज मलाई न्यू खाना चाहन्छु म घिउ मोटाइको डायलग तपाईँ के चाहनुहुन्छ म हाँस्न चाहन्छु
उता हालिदिनु उता भात खाने उता केटाहरूलाई हालिदिनु पहिला है उही सोल्टी विवेक भाइ या होइन म खान्छु यार मलाई केटाहरू खाएको हेर्न मन छ पहिला सँगै खानु सँगै एउटा ऱ्याप हान नि त बाबु फ्रिस्टाइल हजुर भन्नु नि त एउटा टुक्का घिउ भएकै घिउ भयो भनेपछि मासु 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 खाँदा खाँदा पिरो भएर फेरि केटाहरूलाई आउला आँसु त्यही पनि छैन यहाँ अब कुनै सासु यहाँ बाँड्नलाई मासु म काछु खल्लो बल्ली बाछु त्यही पनि यहाँ थालमा मासु पाछु अनि गम घिउसँग भात खाएर बस्छु म लागेछ मलाई झ्याम्म घिउ र रक्सी खाएर मलाई लागेछ झ्याम्म ल्याउनुहोस् त दाल यो चाहिँ रङको लागि फेरि